झगडै गर्नुपर्ने भने हामी जति ठुलो झगडा कसैले गर्न सक्दैन हो देश। हामी लडाकुको सन्तान पनि हो। रगतै बगाउनु भने नि अहिले यही पनि झगडा हामी गर्न सक्छौँ। टाउको फुटाफुट हुन्छ, ज्यान मारामार हुन्छ। हिजो हामी पनि त्यसरी नै प्रस्तुत भइदिएको भए त्यो जानकी मन्दिर अगाडि रगत बग्थ्यो, कि त हामी मर्थ्यौँ कि त मार्थ्यौँ, दुईमा एक हुन्थ्यो। भोलि तपाईँहरू पनि बराह क्षेत्र आउँदा हामीले बाटो छेक्यौँ भने के हुन्छ? होइन, भोलि पाथीबाट आउनुहुन्छ होला, हामीले बाटो छेक्यौँ भने के हुन्छ? होइन, पिण्डेश्वर अहिले के अरे तपाईँको बोलबमको मौसम छ, यतिखेर हामीले बाटो छेक्यौँ भने के हुन्छ? हाम्रो पनि त पकड क्षेत्र होला। झगडा गर्नु ठुलो कुरो होइन। होइन, एउटा मान्छेले जीव छाड्यो भने ऊ आफू पनि मर्छ, अरूलाई पनि मार्छ, ठुलो कुरो होइन त्यो चिज। श्रम संस्कृतिले त्यो चाहेको छैन। हाम्रो गीतले नै भनिरहेको छ, रगत होइन पसिनाले भिजाउनुपर्छ यो देश। होइन, रगतै बगाउनु भने नि अहिले यहीँ पनि झगडा हामी गर्न सक्छौँ। टाउको फुटाफुट हुन्छ, ज्यान मारामार हुन्छ, तर प्राप्त के हुन्छ? केही पनि प्राप्त हुँदैन। त्यसले गर्दाखेरि हामीले हिजो हामी पनि त्यसरी नै प्रस्तुत भइदिएको भए त्यो जानकी मन्दिर अगाडि रगत बग्थ्यो, कि त हामी मर्थ्यौँ कि त मार्थ्यौँ, दुईमा एक हुन्थ्यो। तर त्यो गरेर हामीलाई के प्राप्त हुन्छ? देशमा अशान्ति, धर्मको नाममा युद्ध। होइन, त्यो खालको हामीले चाहेका छैनौँ। र त्यहाँ जो जसले त्यसो गराएका हो ती व्यक्तिहरूलाई पनि मैले मेसेज दिइसकेको छु। हिजो जनकपुरबाटै पनि मेसेज दिएको हो, त्यसो नगर्नुहोस्, यो देश हामी सबैको हो। होइन, त्यसो हो भने भोलि तपाईँहरू पनि बराह क्षेत्र आउँदा हामीले बाटो छेक्यौँ भने के हुन्छ? होइन, भोलि पाथीबाट आउनुहुन्छ होला, हामीले बाटो छेक्यौँ भने के हुन्छ? होइन, पिण्डेश्वर अहिले के अरे तपाईँको बोलबमको मौसम छ, यतिखेर हामीले बाटो छेक्यौँ भने के हुन्छ? हाम्रो पनि त पकड क्षेत्र होला। तर त्यो तरिकाले हामी अगाडि बढ्नु हुँदैन। म तपाईँहरूलाई यहाँ मेसेज दिन चाहन्छु, त्यस्तो तरिकाले हाम्रो देशको परिकल्पना हुन सक्दैन, जीवन शान्ति सुरक्षाको परिकल्पना हुन सक्दैन। हामी जहाँ पनि होइन जान सक्नुपर्छ, जान पाउनुपर्छ, त्यो खालको वातावरण हामी सबैले सिर्जना गरौँ। झगडै गर्नुपर्ने भने हामी जति ठुलो झगडा कसैले गर्न सक्दैन हो देशमा। होइन, हामी लडाकुको सन्तान पनि हो, त्यो पनि छ। धम्की होइन, यथार्थ हो। होइन, विश्वविजेताको सन्तान हो हामी, यो कुरा पनि एक्का राख्नुपर्छ है। तर हामी त्यसो गर्न चाहँदैनौँ है, त्यसो गर्न हामी चाहँदैनौँ, सपनामा पनि चाहँदैनौँ। त्यसले गर्दाखेरि त्यो खालका चाहिँ विषम परिस्थितिहरू कोही कसैले सिर्जना गर्न चाहेको छ भने हामी त्यसो गर्न चाहँदैनौँ। म यहाँहरू सबैजनालाई यो निवेदन गर्न चाहन्छु, शान्त रहौँ। होइन, हामी शान्ति नै चाहन्छौँ, समृद्धि चाहन्छौँ, श्रम गर्छौँ। त्यसले गर्दाखेरि श्रम गरिरहेको मान्छे पनि हौँ। यहाँहरू सबैजनालाई मैले यो पनि भन्न चाहेँ, रिसाउनु हुँदैन है, रिसाउनु हुँदैन, हाँसिराख्नुपर्छ। तपाईँलाई रिस उठेको छ नि, मलाई हामीलाई दुर्व्यवहार गर्दाखेरि, एउटा श्रमदातालाई दुर्व्यवहार गर्नु भनेको मलाई दुर्व्यवहार गर्नु हो, मलाई दुर्व्यवहार गर्नु भनेको सारा श्रमदातालाई दुर्व्यवहार गर्नु। तर त्यो फिल भएर तपाईँलाई रिस उठेको छ भने मैले अलि फेरि भने, सधैँको भन्दा अझै 10 केजी ठुलो ढुङ्गा बोकेर ल्याउनु खोलाबाट घरमा राख्नु। होइन, काम लाग्छ त्यो। त्यस्तो छ। र हामी प्रेमले संसारलाई हेर्छौँ, प्रेमले नै संसारलाई बदल्छौँ है। श्रम भनेको प्रेम नै हो, देश प्रेम हो। जसले देशलाई माया गर्छ त्यसले मात्रै देशको लागि श्रमदान गर्छ। होइन भने के को कर ऊ सुतिरहन्छ नि। होइन, होगेन भन्नु न, आधी पाउ भए पनि हप्तामा मोटाउँछ। होइन, आधी पाउ भए पनि मोटाउँछ, पेट लाग्छ। होइन, को जान्छ हावामा तपाईँको चाहिँ के अरे ढुङ्गा बोक्नु घाममा भन्दा देशको मायाले गर्दाखेरि हो नि। यो श्रम संस्कृति पार्टी नै मायाबाट आएको हो क्या, देशको मायाले गर्दाखेरि जन्मिएको पार्टी हो। त्यसले गर्दाखेरि हामी यदि देशलाई माया गर्छौँ भने हामी सबैजनालाई माया गर्ने बन्नुपर्छ। म सबैलाई त्यो भन्न चाहन्छु।